हेलो एन्ड नमस्ते साथीहरू, इट्स मी रिता नेपाल। सो तपाईँहरूलाई स्वागत छ मेरो मिनी ब्लगमा। अनि आज चाहिँ म बनाउन गइरहेको छु च्याउ। यसलाई चाहिँ कुन च्याउ भन्छ मलाई चाहिँ थाहा छैन, यो कुन प्रजातिको च्याउ हो। मलाई चाहिँ सिर्फ थाहा छ च्याउ भनेर, अनि म चाहिँ डल्ले च्याउ पनि भन्छु। यो तर लास्ट महँगो छ के, 500 रुपियाँ केजी पो भन्छ हो। मैले 100 रुपियाँको ल्याएको यति। तर त्यो अर्को च्याउ भन्दा पनि मिठो हुन्छ कि यो च्याउ। सो मैले आज चाहिँ यसको सुप खाने भनेर ल्याएको थिएँ। यो किन्दा चाहिँ मैले घरमा दाल भिजाएको छु भनेर बिर्सेको के, मैले यसकै सुप मात्रै खान्छु भनेर ल्याएको हो। तर अफसोस मैले घरमा दाल पनि भिजाएको थिएँ अनि मैले दाल नि बनाएँ। यो चाहिँ मेरो मनी प्लान्ट, केही वर्षपछि म एकदमै धनी हुनेछु। अनि के मलाई अब अस्तिदेखि म सन्चो छैन नि त, रुगा लागिरहेको छ, हल्का ज्वरो पनि आइरहेको थियो। अनि मलाई चाहिँ कस्तो मम्मीहरूको याद आइरहेको थियो, मेरो बुढोको याद आइरहेको थियो कि, अनि मलाई एकदमै रुन मन लागिरहेको थियो। अनि यति बेला सन्चो नि छैन, त्यही माथि अब मेरो मिन्सको डेट पनि आइरहेको छ के। अनि यति बेला त झन् क्रेभिङहरू हुने, रुन मन लाग्ने हुन्छ कि मलाई चाहिँ। खै किन मेरो आँखाबाट यसरी आँसु बगिरहेको थियो कि, अब कुरै छोडिदिनु, मलाई एकदमै याद आइरहेको थियो कि मम्मीको, बुढोको। अनि त्यसपछि चाहिँ यहाँ मैले कपाल हेर्दै थिएँ कि मेरो लास्ट कपाल झर्ने भएको छ आजभोलि, एकदमै कपाल झर्छ। हेर्नु न, म कुनै दिनपछि त म टक्ला नै हुन्छु, साँच्चै भने म एकदम टक्ला हुन्छु। कसैलाई केही थाहा छ भने कपाल रोक्ने कुनै स्याम्पूहरू, कुनै तेलहरू छ भने प्लिज मलाई भनिदिनु होला कमेन्ट गरेर। अनि त्यसपछि दिउँसो चाहिँ मलाई हल्का हल्का सन्चो भएको थियो, ज्वरो पनि। अनि त्यसपछि रुममा बस्दा बस्दा बोर लागेर म चाहिँ फटाफटसँग रेडी भएर रिल बनाउँछु भनेको, तर मलाई जाँगर नि लाएन रिल बनाउनको लागि, केही नि गर्नलाई। फेरि लगाएर मात्रै म यत्तिकै सुट लगाएर रेडी मात्रै भएँ। हल्काफुल्का चाहिँ डान्स सान्स हानिदिएँ। म चाहिँ एकैछिनमा के, म एकैछिनमा राम्रो हुन्छु, एकैछिनमा दुःखी हुन्छु। म चाहिँ साँच्चै भने मेरो चाहिँ केही भरै हुँदैन के, एउटा नि भरै हुँदैन। म एकैछिनमा खुसी हुन्छु, एकैछिनमा दुःखी। अनि मलाई चाहिँ कस्तो त्यो झोल मोमो खान मन लागिरहेको थियो के। अनि त्यसपछि त म खोज्दै खोज्दै हिँडेको, कहीँ नि पाएन के, सबै ठाउँ स्टिम मोमो मात्रै। अनि त्यसपछि चटपटे खाएको, तर खासै मिठो लागेन। अनि के यो बहिनी है यति राम्रो छ, बच्चाहरूलाई यति माया गर्छ, ऊ रे ठुलो भइसकेपछि यस्तो भएको रे। पहिला चाहिँ नर्मलै हामी जस्तै थियो अरे के, अहिले चाहिँ खै के भएको, तर एकदमै राम्रो छ कि। मलाई नि त कति राम्रो छस् भन्दै थियो कि मलाई।